कुनबाट कुन दिशामा जानुपर्दछ भन्ने ज्योतिषीय विषयलाई लिएर एउटा सानो भजन मार्फत यहाँहरूलाई प्रस्तुत गर्दैछौँ। कृपया सम्पूर्णले हेरेर माया गरिदिनुहोला। कुनबाट कता हिँड्ने नपराउँदो धारमा, कुनबाट कता हिँड्ने नपराउँदो धारमा, पूर्व यात्रा राम्रो हुन्छ सधैँ मङ्गलबारमा, पूर्व यात्रा राम्रो हुन्छ सधैँ मङ्गलबारमा, विशेष यात्रा गर्दा बार्नु पर्दछ संसारमा, विशेष यात्रा गर्दा बार्नु पर्दछ संसारमा, पश्चिम यात्रा राम्रो हुन्छ बुध बिहीबारमा, पश्चिम यात्रा राम्रो हुन्छ बुध बिहीबारमा, आइतबार शुक्रबारमा उत्तर दिशा जानु, आइतबार शुक्रबारमा उत्तर दिशा जानु, भने जस्तो नभएमा दही मह खानु, भने जस्तो नभएमा दही मह खानु, सोमबार शनिबारमा दक्षिण सधैँ जाने, सोमबार शनिबारमा दक्षिण सधैँ जाने, दुःख कष्ट आउने छैनन् यति कुरा माने, दुःख कष्ट आउने छैनन् यति कुरा माने, जसले सुन्छ यी कुरा जसले सुन्छ यी कुरा, यात्रा हुन्छ पुरा जसले सुन्छ यी कुरा, यात्रा हुन्छ पुरा। हरि बोल, हरि हरि बोल। यात्रा हुन्छ पुरा जसले सुन्छ यी कुरा, हे यात्रा हुन्छ पुरा जसले सुन्छ यी कुरा, यात्रा हुन्छ पुरा जसले सुन्छ यी कुरा, यात्रा हुन्छ पुरा जसले सुन्छ, यात्रा हुन्छ पुरा, हे भगवान यात्रा हुन्छ पुरा जसले सुन्छ यी कुरा, यात्रा हुन्छ पुरा जसले सुन्छ यी कुरा, यात्रा हुन्छ पुरा, हे यात्रा हुन्छ पुरा।